हल्ला पायो साथी Yo, it's your boy Bishop Sandy, see the pottery battle, we're at number 2, 2 post the taller chest. On my left side. It's me on the mic, let's go. भाइ तँलाई हान्नु चाहिँदैन नदाइ तँलाई हान्नु रेडी त्यहाँ मेरो प्यारो भाइ तँ यहाँ सेल्फी रोडबाट ब्याडल खेल्न आइछेस् तेरो दिन आज राम्रो रहेछ आजसँग ब्याडल खेल्न पाइछेस् भाइ कति गोटी खाइछेस् एउटा 10 हामी छुम खुङ्कार दुध भाते खुच्चे त चुपचाप त सामानको झोलमा डुब्लास वडा 10 हामी खुङ्कार तेरो र मेरो आज ब्याडल यहाँनिर साटिन्छ धेरै बोली भने तेरो ढाड पनि भाँचिन्छ तेरो ढाड पनि भाँचिन्छ तैँले लेखेको शब्द सबै मनमा साटिन्छ त्यही तैँले अहिले ब्याडलमा जे भन्छ त्यो सबै दिमागमा म राखिन्छ के हेरेको भाइ आजको पारामा खालास्ने अहिले किक हात खुट्टा यसको भातिम दाइ माग्दै बस्छ यहीँनिर भिक तँलाई ब्याडल हेर्दै फेरि आउँदैन जस्तो छ कसरी लाउनु पर्छ ब्याडलमा ट्रिक भेट लास्ने फेरि मेरो आजको किक आजसँग ब्याडल खेल्न तैँले लिइछेस् रिस यसलाई म अहिले एक्सिम होइन खुवाउँछु एक्सिममा हालेर 20 मान्छे एकदम ठिस यो ब्याडल पछि टाउकोमा हात राखेर टोयलेटमा हक्छिस् मेरो ब्याडलको फ्लोले त आज यहीँबाट बग्छिस् के मलाई सक्छिस् भाइको जान्नु एकचोटि हल्ला पत्री मोरङ वडा नम्बर 10 डराउँदिन म किनकि मेरो केटाहरूको सहारा डराउँदिन म केटाहरूको सहारा केटाहरू सबै खुङ्का ज्यान मारा ब्याडल खेल यहाँनिर तैँले ध्यान दिएर सानो छ हाइट खुङ्का छ फाइट तेरो गर्दनमा नाइफ हाम्रै हो नाइट मान्छे मलाई नली लाइट सानो भए पनि खुङ्का छ फाइट ब्याडल खेल्न त सेल्फी रोडबाट यहाँ आइस तैँले के चाहिँ पाइस हेर्दैछु तेरो यहाँ चटक अनि तेरो त्यो मुजी चटी कल्ला फेरि गल्ती गर एकपटक तेरो टाउकोमा रेड डट पड्केला अब यहाँ नदेखा चटक चटी कला हेर्न आएको होइन यहाँ हामी माग्दैन मद्दत सिधै हात उठाउने मेरो बानी राईको रगत जताततै आतङ्क मचाउने बानी यङ ब्लड हामी जिरी किम्तीको एकदम दामी नामी म पनि आए हो दाजुभाइ यहाँ आफ्नो कला सिखारी आफ्नो भाग्य आफै कोर्छु बनी बसे कलम समाति फेरि शब्द जान्छ बाँड चोर यसको छेड्दिम कि म छाती जो चिक्नेलाई आउँदैन के त्यसै जित्ने गर्छु अरे दाबी भाइ राइम बोकी हिँड्छु दिमाग भरि टन्न हान्छु त्यति बेला जति बेला पर्छ लम्म
ऱ्याप सुनेर भयो यहाँको अडियन्सले दङ्ग दुई बासमा डराए जस्तो छ यो दाइ म पनि रक स्टार म पनि ऱ्याप स्टार मुजी राइड हान्छु ब्यागमा खाना खाना जान्छु 5 स्टार पञ्च मेरो हेभी चाल चल्नु जस्तै बाघ चाल गोठलाई कुक गरी बजाइदिउँ कि 5 ताल सक्दिनुहोस् त लेबल सुनाउनु बस गर्छ 5 ताल लाग्छ छिट्टै पुरा हुन्छ मेरो ड्रिम पनि देख्छु चारैतिर हरियो खेलाउँछु म ड्रिल मनी आफैमा लाग्छ शङ्का मेरो मस्तिष्क पनि खतरा त्यसैले त खेलाइदिन्छु अनेक ट्रिप दरी म साथ दिने साथी होला कहिले गर्दैन म घाट तर साफ बनी डसस भने अवश्य पुगाउँछु म घाट सबै खतरा खतरा ऱ्यापस तर ऱ्याप भने पात यता बजाउँदा मैले साइरन त खलनायकहरू टाप त्यसैले न भुक्त भाइ सधैँ अघि म बम बोले पुज्नलाई दामी छ भाइब्स थाहा छ यहाँ सुन्नेलाई जति सुके जे गरे पनि सक्दिनस् त छिक्न त सुरतको किरालाई छुमुची त भन्दा हान्सी जा मेरो लागि लिएर आएछ गाँजा काट्ने केन्सी सक्दिनस् भने पचाउन सो अफ नगर बेसी बन्द कोठाभित्र गर्दै रातभरि प्र्याक्टिस यो चिक्नेलाई जित्न लाउनु पर्दैन मलाई ट्याक्टिस पक्कै आर्टिस्ट चिक्ने तैँले आज गरे पनि म्याक बिस्तारले अघिदेखि गर्न खोजिरहेछ डिफेन्स तर मैले हानिदिइसकेँ ह्याट्रिक Round 2. Let's go हल्ला फेरि एकचोटि सबैजना यसले भन्यो यो म भन्दा छ अरे ह्यान्सी भाइ कुन एङ्गलबाट यो म भन्दा ह्यान्सी भाइ पिलास निकाल यसको गेडा चेप्नुले रेन्ची पारा मेरो खतरा छ किनकि पत्रीको ठिटो मन मेरो सफा छ तर बोली हल्का तितो आज भाइ ऱ्याप हान्न आयो तर जान्छ गोजी रित्तो एक पञ्चे दाइ यसलाई कसाइदिन भित्तो यताबाट आयो दाइले भन्नुभयो मैले गरिदिएँ तँलाई भाइ चाह म यहाँनिर ऱ्याप हान्छु त यहाँ घुम्दै हान डान्स अब तैँले ब्याडल हाल्न यहाँ पाउँदिनस् कुनै चान्स हान्दै म ऱ्याप हान्छु त हान्दै बस डान्स बडी बोल्दैछस् भाइ बडी नबोल तैँले खाएर सामान र झोल झोल पछि ट्रामा र डोल कहाँ यसको गोजी छामुम्दै दुई पत्ता खोल रेजिला निकाल्छु अनि भर्छु यहाँनिर सबको अगाडि रोल दाइ यत्रो लामो झम्पल ल्याउनु त यस्तो कन्डोमा अर्को पनि बनाइदिन्छु हो मेरो शब्दले भयो यो घायल म भन्दा ह्यान्सी अरे कसको छ खतरा स्टाइल दाजुभाइ हामी जहिले राइड दाजुभाइ हामी जहिले हाइप दाजुभाइ इसारा दिनु यो हुन्छ यहाँबाट गायब माफी माग मलाई नमस्ते गर भन अनि आर्जु साहेब यो ब्याडल पछि यो भाइ अब मबाट साइड लाग्छ यो भाइ अब यहाँबाट मेरो ब्याडल सुनेपछि साइड लाग्छ 5000 पाउँदिनुहोस् भाइ त यहाँबाट यो भाइ अब यहाँबाट मेरो डरले भाग्छ मेरो घरमा सुँगुरको मासु तेरो घरमा चाहिँ लट्टेको साग छ तेरो घरमा बाख्राहरू तर मेरो घरमा सानो भाइ पयो भने 2-3 वटा बाघ छ लेट्स गो एक फेरि हल्ला एकचोटि गोजीमा छैन मेरो गोजीमा छ मेरो डो दाइ इसारा दिनु हान्दी मेला ब्लो नाच्तोले भन्नु ऱ्यापर होइन म तर ऱ्यापर म हो यसलाई मैले म आज यहाँ होली खेल्न आएको तर छिरेछु म यहाँ ब्याटल खेल्न म यहाँ मलाई थाहा थिएन तर म यहाँ आएछु ब्याटल खेल्न बाटोको काम ब्याटल हाल्ने होइन किचनमा गएर रोटी बेल्न ब्याग जिग्बा यहाँ राखिदिन्छु म सयको सेलमा
Let's go, let's go. कुरा नगर फुच्चे मार्केट सक्दै नसिक्ने ग्याङ लिएर आए नि झारपात हैन त यहाँबाट साइड लाग भाग्दिहाल साइड लाग भाग्दिहाल साइड लाग भाग्दिहाल साइड लाग दिहाल सुन्नु छैन किच किच चुप लागि बस्छ साइडमा जति पाक्छ तेरो खर्च त्यति जान्छ मेरो बाइकमा अरे चिक्सेले ल्याङ राख्छु फोन पुरै फ्लाइटमा नचिन्नेले नि चिन्छ जब माइक पर्छ हातमा ब्रो यहाँ देख्दैन कसले तेरो सङ्घर्षको कदम त्यो गर्ने गर्छ पाप रे त सुन्ने गर्छ भजन जस्तो मन लाग्छ बाँचदेखि न मान्छेस फेरि सरम मात्र मृत्यु एउटा सत्य अरू सबै हरे भरम थामे मैले कलम भयो ऱ्यापर्सहरू जलन दिन्छु ज्ञान गुणका कुरा आइज ढोक मेरो चरण राख्नु शब्द पुरै गरम भए मन तेरो फलम बुझ्नेले बुझी खान्छ अब नबुझ्नेलाई के चाहिँ भनम साथमा थिएन महँगो बाइक सानमा उडाउँथे म साइकल मलाई विश्वास मेरो कलामा प्रान्दैन म साइफर कोही भन्छन् बेरी ट्यापे कोही भन्ने गर्छन् राइटर यस्तो बारुद हाल्छु शब्दमा यता फ्लप खान्छ राइफल राख थोरै डिस्टेन्स फेरि फाइट माइक टाइसन छोड अब साइड दे नाउ इट वाज माई टर्न मैले बुझी कहिले नाइ खोप्छु दाँत भरि डायमन्ड गर्न डराउँदैन सङ्घर्ष यु नो इट विल माई सन अब भनौँ तँलाई के खासै ठुलो छैन क्लान यता पास गर्छ चुरोट उता खास हुन्छ ग्याङ अन्त रातभरि असल एक्जाम सिट जान्छ ब्ल्याङ्क तर बाल साथमा कला साथी टप जान्छ ऱ्याङ्क यो पनि ऱ्यापर रे जोतको त ऱ्यापर रे ग्याङ ब्याङको सानो देखाइ चम्किने ऱ्यापर रे ट्रामर फाइलमा हल्लिने ऱ्यापरले ब्रो धेरै देखे सानपति ब्रो पेन पुरै लुज राखा तोप तानी लो कतस गफमा त ठुलो तेरो काम प्रेस लो आज रातभरि ग्रान्ड जान्छु 10 तारिख लो ब्रो नपत्ता सोध्न त तेरो तो जिक्सलाई रुवाइदिन्छु तँलाई त हानेरै फ्री स्टाइल वडा त स्वाग फेरि फरक छ स्माइल बाँधेर राख्दा भाइ तेरो त चिक्सलाई टिररलाई यता सुन्नु भाइ टिररलाई चाहियो रे बोरामा 20 बाटो कपसँग सम्पर्क हान्दिन्छु फ्री डाल दिन्छु म पोस्ट मात्र फोटो त खिच भाइ गाँजाको चार्जमा सोध्दै थिएँ बिटलाई ब्रो म कसरी महार कानु जब घरमा छैन बाउको निन्द्रा पुगेको जो भनेको त हुँदैन के ऱ्याप गरी हानेपछि ऱ्याप फेरि उफारिदिन्छु टोल जति गरी पनि कर्म कहिले मिल्दैन यहाँ मोक्ष कति लडे तर मर्म बुझ्ने भेटिन नि दोस्त आउँछन् ऐचारे नै बाधा आफूले गर्न सक्नुपर्छ सोच चाहेको सबै कुरा हुन्छ पुरा सहन सक्नुपर्छ चोट टिम अप चोकदेखि टोलसम्म गर्दै म हिपहप मान्दैन अल्छी म गर्दैन गिभ अप ग्याङसँग छ्याङतान्दै गर्दै म डिस्कस ह्याङ बच्छ माइन्ड पुरै नगर त डिस्टर्ब खुच्चेले दिन्छ रे बिटअप हान्छ त ऱ्याप गर हिँड्छ रे टिकटक दिन पनि लामो त कालो त बिगट ढालिदिन्छु अगाडि आएन दिग्गज ग्याङदेखि लिएर टोल पुरै फ्यान ट्रिप पिछा पारा मेरो खुस्किन्छ प्यान यता अर्दैन सामान फेरि खुस्किन्छ प्यान घाँटीमा टल्किन्छ आइस तर बुच्ची र प्यान्ट हातमा पर्छ त माइक फेरि खुस्किन्छ माइन्ड रो दाइहरू भन्दै थियो ऱ्याप मेरो माइन्ड हो चिक्ने किन अझै बोलिरहेको चाहियो सन्कित गडाहरू बिस्केर अहिले तेरो यहाँ छेड्दैला नाइट हो मलाई भन्नु छैन केही एभ्रीबडी नो आइम डोप आज यस्तो आन्छु ऱ्याप मुजी हलाइदिन्छु चोक तेरो दाइलाई पनि बोला मुजी चखाइदिन्छु कोप हेर्न दामी ड्रेस दामी फेसम दामी भ्याट दामी क्लोथ रेडियो यो फेरि हल्ला एकचोटि दौडो रे मजा आएन लेट्स गो हामी तुम सन्की हामी तुम जङ्की हामी ने नाइके हाम्रो ने धम्की एकछिनको हाइटमा बेसी न चम्की दाइ तारा बनाउनु यसलाई यहीँ हान्छु बन्दी नाच्ने रन्डी दाइ अघि थम्पल यो पालि चाहिँ छिराउँछु डन्डी
गाडी राम्रो छ बाटो गाडी मैले गुडाको राम्रो छ बाटो मैले गाडी आज यहाँनिर गुडाको मेरो चिक्सको नाम लिन्छ दा यसको अस्ति दिदी मैले उडाको म ऱ्यापर म हो नाच्तले भन्नु ऱ्यापर होइन म नाच्तले भन्नु ऱ्यापर होइन म दा यसको पेन खोल्नु यसको गेडा छैन यसको गेडा यहाँनिर छैन कस्तो ब्याडर हानेको खै त हेरौँ साथी कोठा आटी मेरो चिक राम्री तेरो चाहिँ लाटी धेरै बढी पर्ने जान्छ तेरो घाँटी त मुजी तल म चाहिँ जहिले माथि म मात्र होइन मेरो भाइहरू पनि छ एकदम आटी साथी चिनेको छैन तैँले मलाई चिन्न पनि बाँकी फेरि हल्ला एकचोटि बढी बोल बढी यो भाइ बढी बोल्दैछ यो भाइ धेरै बढी नबोल भाइ धेरै बढी नबोल दाइलाई रत्न पार्क लिएर जमेसको त्यहाँ पनि छैन मोल गोजीमा बोक्छ ट्रामा र डोलको खोल कसरी उभिएको ठ्याक्कै देखेको पोल दाइ तोप निकाल्नु त यहीँ हान्दिउँ फेरि रोल एकचोटि हल्ला लास्ट हन्टिङ हाम्रो राति राति यो तल हामी माथि माथि ठिक छ साथी जान्छ तेरो घाँटी मान्छे म एकदम आँटी यसको टाउको साउको काटी यसको टाउको साउको घाँटी तल हामी माथि होलीमा निलो होइन सेतो पो लाउँछ यो भाइले ब्याडल हान्नु भनेको मुजी गीत पो गाउँछ त्यही पनि आर्जसँग ऱ्याप ब्याडल खेल्न सेल्फी रोडबाट यहाँ आउँछ यहाँनिर धेरै केटा यहाँको कसले भनेको सबै घाउ छ भाइ तेरो घरमा बाउ छ तेरो घरमा बाउ त तैँले धेरै चटक गरिस् फेरि मेरो भाइहरू तेरै घरमा आउँछ तेरै घरमा आउँछ होइन तेरै घरमा आउँछ यो भाइले कपडा कस्तो लाउँछ अझै देखाउँछ यस्तो कपडा लाएर सान रन्डीको ब्यान्ड मैले भनेको सबै म्यान एकचोटि हल्ला लास्ट बा साथीको लागि हल्ला Respect the time, eh? Let's go. त प्रयास गर खोज्न मलाई मार्न त प्रयास गर मलाई मार्न तेरो मेरो मिल्दैन नि भाइब स्वर्ग किन हाने असल रातभरि ग्राइन्ड पढ्दै गयो समय मेरो बलियो हुँदै गयो राइन त्यो जस्तोलाई त ठाडो गाडी हान्छु जस्तै एक क्लासमा नटोपाइ तल्का दिए तोप मुची लुज भयो पाइन त मुची लिली पुट चिक्ने मती जाइन तल हान आउँछ चिक्ने म जस्तो राइन तेरो चिक्सले भन्छ यु आर माइन फेरि चिक्सको कुरा Mind नगरौँ Yo. भाइ त कोसँग बोल्दैछस् अलिक ध्यान दिएर बोल यहाँ सबैको अगाडि खोल्थ्यौँ तेरो पोल जहाँ म्याच सिक्ने मेरो लागि गर बना एउटा रोल त म्याच सिक्ने मासुको झोल घटक रातभरि प्र्याक्टिस हुन्छ पटक निन्द्रै लाग्दैन चिक्ने रातभरि हुन्छु छटक पटक मुखदेखि चिक्ने शब्द होइन तेरो निकालिदिन्छु अहिले म रगत सगत त चिक्नेले हिजो बखरदेखि हान्न थालेको होला भाइ ऱ्याप
हाम्रो त चिक्ने मुटु दिनै हुँदैन ग्याप तब चिक्ने हुन्छ त झ्याप तल हान आउँछ चिक्ने मेरो जस्तो ऱ्याप त म्याथ यसले अघि कुरा गरौ बाउको कस्तो मेरो हल्ला हल्ला एकचोटि हल्ला त मान मेरो सल्लाहलाई जादु देखाइदिम फुल बनाइदिन्छु यो चल्लालाई जसले म रेक्सपेक्ट गर्छु त्यसलाई जो रेक्सपेक्ट गर्छु मेरो कलालाई जो स्टेज चढ्दा हात काम थियो आज फुले आएम हामीले त्यसको गाड नलजाइ टाइटल बिचमा मुख झिटे छ हो के भएको जति धेरै बाई अब सान बढ्छ आया पनि भनेन हिजो पोखरमा बाटोमा लड्दा यसै त हार्छ दाइ मसँग सिङ्गल पर्दा पाको 5000 पाको आम्मामा त्यो त्यहाँ राख्दिनु त यो नगयो क्या हो एनर्जी मलाई भन्नु छैन केही एभ्रीबडी नो आम डोप ओ मेरो ब्याग के छ ओ मेरो ब्याग एकपल्ट हल्ला फेरि ल फेरि यो भाइ किन बढी बोल भाइ त किन बढी बोल ए होइन किन बढी बोलेको बढी न बोल भाइ त बढी न बोल मलाई के यसले दाइ चलपल हान्छ त हाम्रै हो यो टोल हाम्रै यो टोल फेरि ल दाइ यसलाई रत्न पार्क लग्नु न छैन त्यहाँ यसको मोल Make some noise. भाइ म रेस्पेक्ट गर्छु तेरो कला नमान कहिले हार आउँछन् बाधा अर्थन कदम पछि पाइला निरन्तर चाल दुःख दिन छोड आमा बाउलाई फुक्न छोड अब माल बरु भएको आदि अधुरा सपना पुरा गर्न थाल दामी साथी दामी पार्टिसिपेट गर्दा हुन्छ 5000 छ है उनीहरुलाई प्राइज एनीबडी पैसा राहुल रम्मा आइदिन्छु दादा हैन त हैन ल